ल साथीहरू, हामी चाहिँ आज साउने संक्रान्तिको मेजमान ससुरालीमा बिस्तारी त खान्न म त छिटो खान्छु एकदम छिटो। अब बल्ल बल्ल भदैनीहरूले पकाएको खानु पाउँदाखेरि हैन सधैँ एक माना खाइन्थ्यो भने अब आज चाहिँ 2 माना खाने पर्यो। हुन्छ सेवारो ल साथीहरू, हामी चाहिँ आज साउने संक्रान्तिको मेजमान ससुरालीमा आज नि साउने संक्रान्ति नै हो। अब सकिँदैन नि, अब आज राखी होला। साउने संक्रान्ति त 2-4 दिन मान्नु पर्यो नि। अब भेटिन्जेल त माने गर्नुपर्छ। अब आफन्त धेरै हुँदा चाहिँ अब भुँडी 2-4 वटा हुँदैन, एकै दिनमा खाइसकिँदैन नि त। त्यही भएर यो चाहिँ मणिपुरको इरम भाइ साथीहरू। हाम्रो नानीहरूलाई साह्रो मनपर्छ। हाम्रो नानीहरूलाई त आमको हो यो। आफै बनाउँदै यस्तो भन्नु हैन। खाऊ अगाडि आएपछि त खानु पर्यो। हास त खाइन्छ के टाउको, लोकल कुखुराको टाउको।